एभ्रिवान सबैजना दर्शन नमस्कार। आज फेरि कालो ढिँडो साग बाँसु भावलाई भिडियो बनाउनै मन लाग्दैन कि साथीहरू मलाई होइन खाना के ध्यान हुनुहुन्छ अहिले चाहिँ अब सागसँगमा पनि अचारसँग चोपेर थाल पनि हेर्नु कति ठुलो अनि यसरी क्या मिठो नि तर यसरी पो निलेर खाने हुन्छ ढिँडो भन्ने चिज होइन साथीहरू। भाइले निलेको देखाइदिनु मम्मी पर्दैन निल्नु मात्र आउनु क्यामेरामा नहेर्न ल भयो मम्मी त देखाउनु त अब अचार चाहिँ अब नुन चर्को चर्को है कति धेरै लो बहुत मिठो छ भाइ बहुत मिठो कालो ढिँडो ए नदेख्नु न मलाई के बुझ्नु तँलाई भर्खर उठेर खाएर कस्तो राम्रो देखाएको छ तँ न जेसुकै देख्नुहोस् आमा ठुलो पनि निल्न सक्नु भएको छ मम्मी हो भने कता देखाएको कस्तो मम्मीले टाउको काटे मात्र आयो किन अनि खिच्न नजानेपछि अलिक पर गएर खिच्नु हो त्यसरी कति चाहिँ थालमा देखाएको कि भाँडै समात्न नसकिने भने देखाएर खाउँ भने त मलाई तँलाई थुतुने छिटो खा बहुत टेस्टी साथीहरू। के भने तातो भोगेन साथीहरू डबाए त जा चपाइ पनि भिडियोको लागि पनि चपा जस्तो भयो त है हिजो ल म कन्तीमा खा त निल न है तेरे ए निल्यो एकचोटि निनी बान लगाएपछि निलिन्छ रहेछ के थाक नै मिठो छ कालो ढिँडो खाइयो बस मजाले सुरुकै एकचोटि एकताल ढिँडो खाने रे अलि चिप्लो बनाएर सकिन्छ क्या है